कस्तो स्टार्टिङ चाहिँ यहाँ चाउचाउबाट हुँदै है त आजको ब्लग कति हो बजे ल है चाउचाउबाट स्टार्टिङ हुँदै है हामी पुग्न पर्छ यहाँनिर यो भित्र गुम्बा बन्दै छ नयाँ गुरुङ गुम्बा र किनेपछि देखाउँछु गङ्गटा माछा सबै मारिन्छ आज सबै मारिन्छ पानी नै आएर हिँड्छ तर खासमा नुहाउनु मजा आउँथ्यो नि त गरिबमा अब वहाँनिर पुगेपछि आउँछ बढिया ल यहाँ आइपुग्यो है अनि खतरा माछा मारिन्छ आज निमा क्यामेरा देखाएको थियो भाइ लजाइ राखेँ यो चाहिँ कति लाखमा बनाएर सुशान्त भाइ यो बार 1 करोड हो बजार कति हो ठिक छको ठको माल हामी चाहिँ उहाँ माथि पुग्नु पर्ने हो खोलाभित्र यतातिर है ट्याक्क यहाँभित्र यो च्यान्डाडा हो तामाङहरूको मगरको उहाँ ब्लू कलरको हामी चाहिँ हिँड्दै हिँड्दै उहाँभित्र जानुपर्ने ल यहाँ चाहिँ खतरा गेमहरू हुन्छ बेला बेलामा यसलाई के भन्छ त्यो ठाउँ क्याम्पा सिद्धिपुर क्याम्पा चौर होइन अहिले ब्याग चाहिँ ल मेड इन नेपाल ल बिस्तारै हिँड्दै जाउँ अहिले भेटौँला त्यहाँनिर माथि उहाँतिर आए पानी चाहिँ छैन गङ्गडा चाहिँ आज कत्तिको समात्दो रहेछ हामीले केटाहरूले निमा डेढे छ सुशान्त भाइ छ अनि म निमा चाहिँ खत्रै हो है गङ्गडासँग चप्पल चुटिन्छ क्या यार प्ल्याट प्ल्याट अर्को लाएर आउनु पर्ने रहेछ है चप्पल पनि कुकुरले म्या धुस्न बनाइदिएर थेट लौडा जस्तो एउटा भेटे देखा न लास इत्रु स्टार्टिङ है स्टार्टिङ स्टार्टिङ भइसक्यो यहाँ माछाबाट समाते केटाहरूले एक्सपोर्ट हो नि फेरि भेट है केटा बवाल अर्को पनि सानो यो चाहिँ ठुलो अर्को चाहिँ ठुलो रहेछ भाइ गङ्गडा देखाइदिएन यता ल हाल एक्सपोर्ट हो कि नि मान्छे फेरि यहाँ ढेडेले एउटा माछा चाहिँ समाते सही समाते नि मारे खोइ भाइ खोइ सही समाते केटा सही आजको एक छाक हुन्छ जस्तो है सही निकाले त केटाहरूले आज मर च्यान चाहिँ यही है यही पनि हामी यहाँ ट्याक्क मार्दैछौँ कुनमा यो ठुलो ढुङ्गामा अब यो ढुङ्गाको हन्डिङ हुन्छ हाम्रो केटाहरूद्वारा ल त्यो खोलिदिमै त पऱ्यो भने देखाउँछु केटाहरूलाई यत्रो ढुङ्गा पल्टाउनु लाग्यो गङ्गडा चाहिँ सही हो त्यहाँभित्र पल्टाउने हो र पल्टाउने ल पल्टाइसक्यो यत्रो ढुङ्गा अब केटाहरूले हन्डिङ हान्ने है सही भएर अनि गङ्गडा समातिसक्यो भेटेन बिस्तारै भाइ
निमाला हाल्नु दिनु आयो पानी नमिलो हो के बिस्तारै भेट हालिसे पकड तोले नै यो फिल्ममा गङ्गडा मार्नुको मजा पनि छुट्टै छ नि गडा हो ल टक्क टक्क बारबेक्यु भन्ने हैन अहिले ट्याक्क यहाँ जङ्गलमै आगो सागो बालेर टक्क गङ्गडा पोलेर खान्छ चाउचाउको मसला हालेर भाइ ब्याग चाहिँ कहाँ राखिस् तैँले ए हाम्रो ब्याग अनि त्यही हाम्रो माल पानी सामानहरू माछाले टोकदेखि प्लास्टिकै टोकिदिन्छ खै देखा कतिवटा भयो हाम्रो गङ्गाहरू चाहिँ लोड भइसक्यो होइन हन्टिङ बवाल आमामा टोक्यो क्या ल अर्को हन्टिङमा भेटेन नि यत्रो ढुङ्गा पल्टाएको छैन त थियो समात्नै सकेन मैले छेडिसकेको थिएँ फेरि ल जा केटा जाँदै गर ठुलो माछा है त्यहाँनिर बवाल ठुलो धेरै समात्छु भनेर धम्की देखेँ होइन हिमालले चाहिँ हार मानिसे बवालै ठुलो हो त्यो पलमा यहाँ सकिन्छ ठुलो अरे गङ्गडा यहाँ बुझियो त मारै थाल्यो बोक्सिन रन्डीगन लास्ट ठुलो हो भन्छ केटाहरूले ठुलो हो त हो ऊ त्यहाँ ऊ त्यही हो चिकन कत्रो यार लास्टै हो र समाले किजेर है हो र काट्न त काट्छ मैले पनि 2-3 सर्ट त भेटेँ हो यहाँ मुजी माछा यहाँ र उहाँ माछा लोड छ भनेपछि है लास्ट ठुलो हो क्या यहाँ चाहिँ यो पोकाको भन्दा पनि ठुलो गङ्गडा खा भन्ने केटाहरूले धाग्दै होइन अब यहाँनिर निस्केपछि देखाउँछु तिनीहरू रेडिसान कस्तो चलिरहेको त गङ्गडा माछा हन्टिङ अहिले खाजा पानी पनि हुन्छ अहिले एकछिन सब व्यवस्थामा छ ल कहाँनिर होला यार केटा सुकाउनै सकेन है केटा अब हामी लोकेसन चेन्ज भयो केटाहरू सब थकित भइसक्यो आज सधैँ व्यवस्था सुजन भाइ सधैँ केटाहरू लाभा भएर बस्यो भेप तान्दै ओ आगे आगे ऊ निन्दा ढलकको छोरो के अहिले हुन्छ हुन्छ भेप पनि पाएँ हुक्का ल्याउन लाउँछु म ससँग गाडी पस्दै ल हामी यहाँसम्म आइसक्यो है हाम्रो हातमा केही फेला परे छैन अहिलेसम्म ऐनाको चाहिँ बबालै थियो अरे यत्रो थियो होइन भाइ लास्ट ठुलो थियो समात्नै सकेन पानी मैलो भयो पानी धेरै भयो फाल्दा हालत पत्ली भयो यो म चाहिँ भेप खाएकै छ रन्डिल निमाको यहाँ लोड स्ट्रगल यहाँ दुःख परेर होइन यो अहिले पनि ठिकै गरेर सही जाँदैछ ल एकछिनमा अब सोल्ने कार्यक्रम हुन्छ ट्याक्क पोलेर चाउचाउको मसला हालेर ट्याक्क नास्ता पानी हुन्छ हाम्रो यहाँनिर ल केटा नेक्स्टमा भेटौँला टुक्क अहिले सबलाई पगडा गरेर चाहिँ शिवास भाइ पनि यहीँ रहेछ टिकङमा आउँछ नि भाइ बेलुका
तेरो मम्मी पनि छ मेरो फलोइङमा अगलाइसियो एउटा यस्तो फोरा पनि खेलिरहेको नि थियो गाउँको बुढाहरू सब यतै रहेछ है ल चाहिँ यहाँ इन्भेस्टिगेसन हानेर है सब इन्भेस्टिगेसन हानेर यस्तो फोहोर पानीमा पनि खेलिरहेको यार डाइनिङ टेबल पनि रहेछ है अब कहाँनिर पोलेर खाने हामी लोकेसन फिक्स गर्न पाएन लो टाढा आइसक्यो भित्रभित्र यो मौसममा होइन बवाल खाले मजा आउँछ क्रिम रोल खाले टेन्स अब यस्तो महँगो हाइकिङ त हामीले अफोर्ड गर्न सक्दैनौँ अब यही सस्ता मस्ता गाउँको खोला बाले भएन किन पैसा झर्छ अनि बना न पछुतोको भारी जोखेर बवाल ठाउँ भेट्यो केटाले ओ यहीँ माथि नै हिँड्छ त मान्छे त झन् यो माथि हिँडेर हिँड्ने अनिमा ल ल फाइनल डेस्टिनेसन चाहिँ यहाँ भयो त्यो त अलि लास्ट मोटो हुन्छ होला नि पचालो उहाँ भित्तामा हेर्छ निमा ओए ओए सुशान्त भाइ उहाँनिर सेतो टल्किरहेको नि ओ त्यो कस्तो खाले चौचौको तेल जङ्गली हो नि वाइल्ड हेर्नु लम्मै क्यामेरा छोपिदिएर हो भयो यो नि तेरो यो वाला गर्दा गङ्गटा र माछा खेलाउँदै है भाइलाई कति दुःख दिनु भने भाइ आफै गर्छु भन्छ भाइ देखाइदिएन यस ट्याक्क ढुङ्गा तात्दै छ यहाँ चाहिँ गेडा यो वाला फिलिङमा खानु पनि छुट्टै खाने केटा हो बवाल भइसक्यो अनि बवाल हुँदै है हन्दाकाले पनि बसिरह र अर्को यहाँ हन्टर चौचौको मसला ल कस्तो मजा आउँछ ल यहाँ हान्न बिचरा भाइलाई यार दाउरा खोज्न पटापटी ढेडे मुलाले पानी सुत्ने बित्तिकै अहिले गरी महिना आउँदै जान्थ्यो हुन्छ ए जाडो महिना कहिले आउँदै जान्थ्यो यार निमा छ नि लोक हिँडेर परिहाल्छ भाइ आइज आइज हुन्छ पुग्छ भाइ जति हो त्यति लिएर गर्छु भनेपछि गर्छु देसी ग्यास फोर भाइ ए ठिकै है र निमा सर र एउटा उयो के अरे घिउ छर्नु पऱ्यो कि माथिबाट यहाँ देखा 2x ओए के बढ्यो त्यो राखेँ एकछिन नाम गर अहिले खतखुत सबै छ 0.5 भयो सब देखा यहाँ सबलाई सही हिँड्ने यहाँ अलि टाढा राख्न
टाढा भन्दा उता लानु पर्दैन यो एरियामा कि ये त माछा नि यो हेर मसला त्यसलाई तान्छ मसला डढ्छ कि अहिले हाल्ने यहाँ मसला सब हाल्दैन नि कति चाहिन्छ मिलाएर ट्याक्क छोट छोट म गर्छु कि म गर्छु नि एकछिन त म अहिले गरिस् त म पाली गरौँ न भाइ भिडियो राम्रो देखि कि फ्रेम औँला नदेखोस् तेरो देखाएन हेर्नु डेढे मुजी कालैले छोयो मैले के हो त जापान नगर्नु भने यो पाइसक्यो दक्षिणी भिडियोमा एक्स्ट्रा हुनु खोजे यो पाइसक्यो खालास नि तै खालास जर चढाएको नि भन्छ दिए कालोले नछो त मजी ल यो भाइले फेरि अत्तानो पत्तानो बनाएर जस्तो होइन खै हेर्नु फेरि हातमा के बोल्यो निमा नयाँ प्लास्टिक लगाएर भयो भने टिप्नै पर्छ आज त यो त फ्लेभर आउँछ फ्लेभर कतिहरू पढिन्छ त्यही भएर निभाइदियो त सानी हाल्दैन ढेडे ल मसला ससला हालौँ है केटा किन तेरा कहाँ आगोमा चाहिँ हाल नि भने पर्दैन अलिअलि यस्तो गर्नु केटा स्ट्रगल धेरै छ है केटाहरू यहाँ ल्याएन नजिक आयो ल निमा एउटा चाहिहालौँ त ल एक क्र्याप्स हान्नु पऱ्यो कस्तो भोपाल हो यता हेर्छ ल यता अलिकति मसला हाल्नु पऱ्यो है उयो मसला अलिकति अलि सबमा हाल्नु मुजी फाइनली है खाइयो लागिरहेको छ ढेडी गङ्गटै सही लाग्यो ओएमा सब हान्यो है पानी मैले त सब हान्दै टाउ साउ सब हान्दै सबजना थकित अवस्था मारेर खाएर अब 1-2 घन्टापछि घरतिर जानुपर्छ सुशान्त भाइ कस्तो भयो गङ्गाडा हेडे कस्तो भयो अब निस्किनु लाग्यो बिस्तारी पानी खाने नि पानी अब तलतिर पुगेपछि भेटौँला
हामी चाहिँ निस्किँदैछौँ है सब यता खानपिन यताउता भएर निस्किँदैछौँ गङ्गटा माछा हन्टिङ बवाल भइहाल्छ फेरि अब पछि आउने कि नआउने चाहिँ थाहा भएन यो चाहिँ तामाङहरूको च्यान्डाडा हाम्रो गाउँको भाइ यो न्युरो त होइन है न्युरो जस्तै हुन्छ नि यो न्युरो नि जस्तो छ हेर्दा हुनसक्छ ल आजको भ्लग चाहिँ यहीँ पकडा हो हात उचाल्दैन निमा हात उचाल्नु पर्यो सिद्धि है आजको यहीँ समाप्त लकडाहरू जाँदै छ आजको हाम्रो सबै यही समाप्त भयो